पत्रकार दिवाकर शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट पाउनको लागि 2 करोड रुपियाँ चाहिने भन्ने कुरा जुन भ्रामक भएको भन्ने टेकपानाले पुष्टि गरिसकेको छ र उहाँले 2 करोड माग्नुको कारण मात्र उहाँले खुलाउनु भएको छैन, उहाँले बिना प्रमाण पनि बोलिरहनु भएको थियो र उहाँको जन्मस्थल या त उहाँको मतदाता भनेको सप्तरी जिल्लाको हुनुहुन्छ र उहाँले धनुषाको लागि टिकटको लागि दावेदार गर्नुभएको थियो जुन राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको थिएन। राष्ट्रिय स्वतन्त्र पार्टीले नदिनुको कारण के थियो भने मनिष शाह जो केन्द्रीय प्रवक्ता हुनुहुन्छ उहाँको मतदाता स्थल तथा उहाँको मतदाता र उहाँको उम्मेदवारी दर्ता एकमात्र ठाउँ थियो धनुषा र त्यही धनुषाको उम्मेदवार नपाउँदाखेरि उहाँले भ्रामक एउटा 2 करोड रुपियाँ पाउनु पर्यो या त म उम्मेदवार बनाउँछु नत्र बनाउँदैन भनेर मनिष शाहले भन्नुभएको भन्ने उहाँले त्यतिसम्म दाबी गर्नुभएको। उहाँ दिवाकर शाह भन्ने धेरै परिवर्तनको स्वर हो, यो चाहिँ मैले मान्न सक्छु। उहाँले मिडियाबाट विभिन्न किसिमका विसङ्गतिहरूको आवाज उठाइरहनु भएको हो, तर मलाई दुःख लाग्छ, सबै जनताहरूलाई दुःख लाग्छ यस्तो भ्रामक सूचनाहरू, भ्रामक शब्दहरू जसरी भन्नुभयो। मनिष शाहले उहाँमाथि मुद्दा लगाउने विचार गर्नुभएको छ। उहाँको मुद्दा या त उहाँको उम्मेदवारी खारेजको लागि उहाँले मुद्दा दिने तयारी गरिराख्नु भएको छ। उहाँको यो बोली सुन र दिवाकर शाहलाई म मुद्दा लाउँदैछु, किनकि 2 करोड कि त उहाँले प्रमाणित गर्नुपर्छ कि त निर्वाचन आयोगले उसको उम्मेदवारी खारिज गर्नुपर्छ। त्यही निर्वाचन क्षेत्रको अर्को उम्मेदवारलाई गलत अभियोग लगाएको अवस्थामा म गलत छु भने ट्रान्जेक्सन उसले प्रुफ गर्न सक्नुहुन्छ। मान्छे भइसकेपछि सही सूचना सही सम्प्रेषण गर्न सक्नुपर्छ के। यो विभिन्न बहानामा विभिन्न एउटा आफूले उम्मेदवार दिन पाएन भनेर दुनियाँलाई हिलो छाप्ने काम गरेर कतिसम्म चलिन्छ साथी, कतिसम्म चल्छ क्या। तपाईँ त एउटा देशको लागि हुनार युवा हो क्या। तपाईँ उही राष्ट्रिय स्वतन्त्र पार्टीबाट या त सप्तरीबाट लड्न सक्नुहुन्थ्यो नि, हैन। देशलाई चाहेको त परिवर्तन हो क्या, फुटेर हैन जुटेर जानुपर्ने हो क्या। तर उही नयाँको तपाईँ खुट्टा तान्नुहुन्छ, खुट्टा काट्नुहुन्छ भने अनि तपाईँ नयाँ कसरी हुनुभयो क्या। यो चाहिँ गम्भीर विषय हो। दिवाकर शाहले चाहिँ उहाँले यो उम्मेदवार फिर्ता लिएको भए सायद उहाँलाई हुन्थ्यो, कि त यो झुटो हो कि सही हो भन्ने उहाँले प्रमाणित गर्न पनि सक्नुपर्छ। उहाँले 2 करोड मागेकै हो भने उहाँसँग प्रमाण त हुन सक्नु हो नि, हैन। आफूले उम्मेदवार पाएन भनेर दुनियाँलाई अर्को एउटा प्रतिस्पर्धीलाई आरोप लगाइदिने, 2 करोड माग्यो भन्ने आरोप लगाइदिने। वाह, कस्तो तपाईँ र पुराना राजनीतिक दलका कार्यकर्ताहरू बाहेक भन्दा फरक के भयो? फरक त केही लागेन। त्यसैले तपाईँ जस्तो इमान्दार बन्न सक्नुपर्छ, तपाईँले इमान्दार बन्न सक्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले यदि मागेको हो 2 करोड मागेकै हो भने तपाईँसँग प्रमाण होला, त्यो प्रमाण पेश गर्नुहोस्।